साथीहरु, कुलमानमा पनि हर्कको जस्तै घमण्ड पलाएछ। उनले आफ्नो पपुल्यारिटीको फाइदा उठाउँदै जतिसुकै मार्केटिङ गरे नि कुलमानजी, तपाईसँग अहिले संगठन छैन। तपाईसँग सिर्फ एउटा पार्टी हलमा 2-400 जम्मा पारेर पार्टी खोल्दैमा तपाई पुरै देशभरि तपाईको संगठन छ, सबै कुरा छ भन्ने तपाई भ्रममा हुनुहुन्छ। बुझ्नुभयो नि? तपाईलाई रवि लामिछाने दाइले सबै कुरो दिएको थियो त। एउटा संगठन केही नभएको मान्छेलाई ल्याएर उपासौपतिसम्म बनाएको हो। तपाई यसरी घमण्डी भएर अघि अहिले एक्लै लडेर चाहिँ के नै गर्छु भन्ने ठान्नु भयो, तपाईले केही गर्न सक्नु हुँदैन। बुझ्नुभयो नि? यो बेला फुटेर होइन जुटेर जाने बेलामा तपाईले चाहिँ आफ्नो पदको हैन, कुर्सीको, आफ्ना आसेपासेलाई चाहिँ के रे सांसदको पदको लागि मार्केटिङ गरेर तपाई बाहिरिनु भएको छ नि, यो तपाईको लागि ठुलो घात हुनेछ कुलमानजी। अहिले तपाईले सोच्नु भयो अलिकति मेरो पपुल्यारिटी छ, जनताले मलाई धेरै नै राम्रो गरेका छन्, त्यही भएर म राम्रै भोट ल्याउँछु, राम्रै सिट जित्छु भन्ने लाग्यो होला। तर त्यो तपाई गलत हुनुहुन्छ कुलमानजी। तपाई यदि रवि लामिछानेसँग मिलेर जानु भएन भने नि तपाई यो पार्टीमा तपाई पनि पत्तासाफ हुनुहुन्छ। बुझ्नुभयो नि? एक सिट पनि जित्न सक्नुहुन्न। हर्के उता त्यस्तै घमण्डी छ, यता कुलमान भनेको ऊ चाहियो भन्छ, कहिले चाहिँ के चाहियो, कहिले पार्टीको नाम फेर्ने, कहिले के फेर्ने, कहिले के। कमसेकम अलिकति त्याग्नुस् न, त्यागी बन्नुस् अलिकति। रवि लामिछानेले त त्यागे त, प्रधानमन्त्री पद त्यागे, अरू के चाहिन्छ त्यागे, पार्टीको नामै फेर्दैछ त सक्यो त अस्तित्व राष्ट्रसभाको। त्यो चाहिँ गर्न हुँदैन। सही गर्नुभयो रवि दाइले। रवि दाइ केही पिर नगर्नुस्, जति जानुहुन्छ जान दिनुस्। राष्ट्रिय स्वतन्त्र पार्टीमा जनता आउने लड्को छ, जनताको लड्को छ, जनता ओइरिएका छन्। कुलमानजी चुनाव मात्रै हुन दिनुस्। तपाई चुनावमा एक्लै जानुभयो भने तपाईले आफ्नो औकात थाहा पाउनुहुन्छ। अहिले जसरी रवि लामिछानेलाई चेपुवामा पारेर आफ्ना आसेपासेलाई भर्ती गर्नको लागि मार्केटिङ गर्दै हुनुहुन्छ नि, त्यो तपाईको लागि ठुलो गल्ती हुनेछ। त्यही सबैभन्दा बेस्ट उपाय अलिकति त्याग्नुस् र रवि लामिछानेसँग मिल्नुस्। यी भ्रष्ट र हत्याराहरूलाई फाल्नुपर्छ, यो सोच्नुस् कुलमानजी। हामी तपाईलाई मन पराएको मान्छे हो। यसरी तपाई आफ्नो घमण्डमा आफै नउफ्रिनुस्, सकिनुहुन्छ।